Okay guys, what's up? Welcome back. यता मिक्का छ अनि एलसीडी प्रवीण दाई अनि एन्जल दाई हुनुहुन्छ चारजना अनि यहाँ छ कमल प्रवीण दाई वेलकम टु माई ब्लग भाइको ब्लगमा आउने चाहना पहिलेदेखि थियो आज पुरा भयो थ्याङ्क यू दाई एन्जल दाई वेलकम ब्याक मेरो भाइ आज रमाइलो छ मौसम पनि दामी छ है दाई वेलकम टु द ब्लग थ्याङ्क यू अबि हाँसेर आँसु सरी भइसकेको छ मिका धेरै पछि वेलकम टु द ब्लग कमलले हँसाउनु सुरु गरिसक्यो सङ्गम भाइ के छ भाइ यता प्रवीण दाई यता सङ्गम भाइ कमल ऊ एन्जल दाईसँग के गर्यो के भन्यो एन्जल दिदी र म यहाँ बस्छु भनेको एन्जल दाईसँग बस्नु भन्छ होइन अनि एन्जल दाई म्यारिड हो भन्छ अनि यस्तो गरौँ न नि एन्जल दाइ र सङ्गम भाइ बस्दा भइहाल्यो त होइन हुन्छ यसरी हाँस्नुहुन्छ अनि लेट्स गो जुक्स माइक अड्काइदिउँ भाइ मिका बहिनी अनि फेरि उयो केटासँग नबस्नु अरे नि त तपाईँ ऊ दाइ ऊ एक्लै कुदाउँछ नि मिका बहिनीले लडाउँछ क्या एलसिडी तपाईँ दाइसँग बस्नुहोस् अनि एन्जल दाइ र ऊ सङ्गम भाइ एन्जल अनि मिका तिमी सोल है त्यहाँ टेकेर हजुर त्यहाँ टेक्ने ल लेट्स गो रेडी ल जाउँ अब त म त तिम्रो अब युट्युब करियर रिभाइभ गर्नु लागि आएको हो क्या ए हामी देखिरहेको कति राम्रो जोडिदिएको हामी चाहिँ यहाँ अड्क्यौँ अब ल कमेन्ट गर्नु होला प्रवीण दाई र एलसीको जोडी चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ होइन हाम्रो नेक्स्ट कपल पनि देखाइदेऊ त आज वरिपरि हेर्नुहोस् गाई चाहिँ वरिपरि सकेछ जिन्दगी जिउन यस्तो छ देख्नु म गाइस हाम्रो धरा नै हो नि ए रोड आयो ए साथीले पनि व्हाइट कलरको यो टी सर्ट लाउनु पर्ने क्या कुराहरू मिल्दैछ सपना हाम्रो हजुर पम्प भन्नुभएको छ अन्त कहाँ माथि पुगिसक्यौँ क्या हो माथि चढ्दैछु अम्बो धरानको भ्यू हेभन मिकाले चाहिँ स्कुटी कुदाउनु नसकेर सङ्गम भाइलाई दिइरहेको छ मिका बहिनीले चाहिँ कुदाउनु नसकेर सङ्गम भाइले कुदाउँछ सङ्गमले कुदाउँदैछ हजुर कतातिर दाइ हाम्रो हजुर माथि उयो छेउमै रहेछ त गेट छेउमा के गेट छेउमा खोला छ त माथि खै सङ्गम भाइ हजुर तपाईँलाई यहाँसम्मको ट्रिप कस्तो लाग्यो अफ रोड तर मजा आयो यात्रा यहाँसम्म चाहिँ ठिकै हुँदैछ ठिकै भयो रमाइलो भयो यहाँसम्मको ठिकै रमाइलो भयो यतिको त रमाइलै हो बाटो चाहिँ आदिदेखि ओभर बिग्रेको रहेछ है अति त्यो बाटोमा फिक्समा लड्थ्यो क्या त्यस्तो चिप्लो थियो क्या बाटो कता छ हामी पर्खिरहेको प्रवीणदाले थाहा भइसक्यो क्या एल्साजीले भन्नुभयो प्रवीणदाले थाहा सक्नुभयो ए देखाउनु भयो ए हो दाइलाई थाहा छ भनेपछि वान पिसको हाम्रो नामी हो क्या हाम्रो दाइ यहाँ लड्यो भने त गिद्दै हुन्छ त अम्बो कन्टेन्ट आयो क्या हो जुक्स कन्टेन्ट आएको हो अम्बो के हो यो कन्टेन्ट आएको हो अम्बो अबुई यहाँ त कन्टेन्ट पाइन्छ भनेर आएको क्या प्रवीणदाले हेर न प्रवीणदाले गर न प्रवीण दाई अम्बो सङ्गम भाइ समगा त गम्मै छिर्छ हौ गम्मै छिरो छिरो वी गुड जुत्ता गयो ओ नो यता कता ल्या यहाँको हिलोमा खुसी भइरहेको छ क्या कन्टेन्ट रोक न कन्टेन्ट छ कन्टेन्ट खोज्न आएको क्या म जुक्सलाई रोक न कन्टेन्टको लागि गेममै
कन्टेन्ट हुन्छ होला भने त कोही लड्नु भएन यार कन्टेन्ट हल्का कन्टेन्ट हुन्छ मलाई त एन्जल दाइ चाहिँ घेर जानु हुन्छ जस्तो लाग्छ दाइको सोच न कति छ बाइक लडाएको त लभली छ त यो चाहिँ लभली यार उभी कन्टेन्ट यो चाहिँ अलिक सानै छ है कन्टेन्ट अघि त त्यो बिचमा त्यो कन्फ्युजिङ होला क्या कन्टेन्ट कन्टेन्ट आयो कन्टेन्ट होइन हामी जानु चाहिँ कहाँ गएको तर कन्टेन्टकै खोजीमा गएको कन्टेन्ट खोज्दै गएको जस्तै भयो त जुक्स है कन्टेन्ट छ है हाम्रो चाहिँ अम्बो कन्टेन्टहरू पनि है कन्टेन्ट पाइहाल्यो क्या आउनु न कन्टेन्ट सङ्गम भाइ चाहिँ खिच्ने जस्तो लाग्छ एन्जल ल्यायो फिक्स कन्टेन्टले निस्किन्जलै भयो है ओ कन्टेन्ट मेरो कन्टेन्ट जुक्स कन्टेन्ट क्रिएटरको लागि कन्टेन्ट पायो नि त भरे फर्किँदाखेरि चाहिँ कुन बाटो भरे फर्किँदाखेरि यो बाटो ल्याम्म हेभी जान्छ यो बाटो कन्टेन्ट पास भाइको जुत्ता उयो अगाडि कन्टेन्टै पास त त्यस्तै छ जस्तो छ भर्खरै कोही लड्छ होला भनेको कोही लडेन गाइस कन्टेन्ट बाटो नै कन्टेन्ट बाटो सब त्यस्तै रहेछ नि त उतातिर भरे फर्किँदा पनि यही हो फेरि कन्टेन्ट हो फेरि फर्किँदा एलसी एक्साइटेड अहिले कस्तो छ तपाईँको मुड कस्तो छ मेरो मुड अब सो स्केयर्ड त्यो बाटोमा तर म निस्केँ म हिँडेँ लड्छु भनेर क्या फेरि कन्टेन्ट बनाउँछ नि तिमीले लड्यो भने त्यो म कन्टेन्ट नहुने भन्नु निक्लेको क्या तपाईँलाई राख्नु डरिरहेको क्या यहाँ कन्टेन्ट छ बाटैभरि क्या अब पुरै क्या अब बाटैभरि छ कन्टेन्ट नयाँ नौलो एक्साइटमेन्टहरू होइन डेन्जर भेरी डेन्जर कलर चेन्ज भइसक्यो मेरो जुत्ताको एकदम से कन्टेन्ट भयो अझै टाढो होला होइन त अझै टाढो होला होइन भन्दैछ त्यस्तै हो ठिकै छ अहिले खोलामा गएर कस्तो गर्ने रे दिदी छमछम होइन छमछम हो तपाईँले फ्रान्स र स्पेनमा कसलाई सपोर्ट गर्नुभएको थियो त खेला हुना हो सपोर्ट त होइन जितोस् भन्ने चाहिँ थियो फ्रान्सले हजुर ड्र नि भइदिए हुन्थ्यो ओ नो यहाँ त कन्टेन्टै बनाउनु कन्टेन्ट अनि भरे कसरी आउनु अनि अम्बो कन्टेन्ट अब कन्टेन्ट गाइस कन्टेन्ट पाइन्छ कन्टेन्ट पाइन्छ कन्टेन्ट यस हाम्रो जङ्गली राइडर आउनुभएको छ हाम्रो अब यहाँ अर्को हुनुहुन्छ गाडीमा टेन्सन लाग्यो यो साइड लड्यो भने ठिक छ उता पो डोन्ट फल दाइ कन्टेन्ट एउटा कन्टेन्ट हजुर बाटो त्यही हो नि त दिदी एउटा कन्टेन्ट यता चाहिँ गाडिन्छ क्या कन्टेन्ट मेरो बाटोमा हिँड्दै हुनुहुन्छ केही हुँदैन यस नाइस सेफ बुद्धको पाइला कन्टेन्टै पाएन अब कन्टेन्टै पाएन है जुक्स अम्बो कन्टेन्ट रियल कन्टेन्ट अम्बो जुक्स झर्ना जस्तै यहाँ अम्बो बाइक पनि कन्टेन्ट कन्टेन्ट औ केटाहरूले त त्यहाँ राख्यो त उता अहिले बाइक पनि धुनुपर्छ नि त हामी मात्रै यहाँ छौँ सबैले त्यहाँ माथि राख्यो बाइक बेस्ट राइडरसँग कम्पेयर गरेर हुन्छ त
अम्बो मजाको रहेछ हौ यहाँ माथि ओके गाइज तपाईहरु देख्नु सक्नुहुन्छ यस्तो राम्रो नजारिया छ यस्तो राम्रो छ यहाँको ठाउँ भाइब्सहरु एकदम दामी छ एकदम रमाइलो भएको छ 245 छ क्या अबे छिप्पु मलाई फ्याल्दै रहेछ पानी सङ्गम भाइ खोइ यो छमछम हान्नु न यार पानी कस्तो दामी देखेको है अम्बो सफा पानी क्या म उतापट्टि हाम फाल्न सक्छु लेट्स ट्राई वो वो भिज्यो जुत्ता मेरो जुत्ता भिजिसकेको छ गाइस क्या दामी है अबे हिजो दाइले वाउ उहाँदेखि यहाँ आउनु दाइ माथि माथि सुरु गरेर आउनु न माथि सङ्गम औ हाम्रो गाइजहरु चाहिँ यहाँ हुनुहुन्छ है स्याडो बक्सिङ फोटो खिच्ने के हो एङ्गल केही मिलाएको छैन ढुङ्गाको फोटो खिचे जस्तो क्या यहाँ बाइक तातेर झन्डै ज्याकेट दुलो बनाइदिएछ बाइक तातेर क्या बाइक तातेर साटेछ तात्यो क्या बाइकले बाइक तातेर ए बाइक तातेर अम्बो बाइक तातेर हेर्नु न जुसको ज्याकेटै उयो भएछ कमल जुसले एउटा कन्टेन्ट दिन्छ होला भनेको कन्टेन्ट लडेन दियो कन्टेन्ट दियो कन्टेन्ट आङ्का रमेशी कन्टेन्ट दिएन कन्टेन्ट भएछ नि त ज्याकेट त जुस खै ज्याकेट दुलो परेको कति भइरहेछ खै जुस कहाँ ज्याकेट दुलो भयो दिदी यो नेपालको भन्दा नि वर्ल्डको बेस्ट राइडरमा पर्छ जुस हेर्नु न बाइक तातेर यहाँ टाँसिरहेछ यहाँ टाँसेछ कि अब यो जसको युट्युब च्यानल हो त्यसले उयो गरिदिनु पर्यो नि त पे गर्नु पर्यो नि ल ज्याकेट हाउसको भइहाल्छ अर्को ल ओके उयोको किन्देऊ न होइन बोजूको ज्याकेट हेरे लेट्स गो म त जुत्ताहरू नखोलिकन पसेँ पानीमा ठिकै छ त कन्टेन्ट आयो वी आर ब्याक आज कन्टेन्टै देला जस्तै गर्दैन अम्बो म चाहिँ अब अरू लडेको हेर्नु आइरहेको छु गाइस त्यहाँ देख्नु हुँदैछ आउनु हुँदैछ जुक्स आउन कन्टेन्ट हेर्नु हेरिरहेको छु हेर्दैछौ म चाहिँ कन्टेन्ट हेर्दैछु गाइस ल कन्टेन्ट एन्जललाई पास यस हामी अगाडि जानुपर्छ होइन लास्ट बोरिङ हुनुहुन्छ क्या आज कन्टेन्ट पाइँदैन क्या हो एलसाजी र प्रवीण लगाउनु भनेर चाहिँ दामी कन्टेन्ट हुन्छ है फल इन लभ भनेर भेरी डेन्जरस अघि त यो बाटो आएको भेरी डेन्जरस अम्बो हामी त डिलमा छौँ त गाइस जो पछाडिको टायर छड्के जाँदैछ कन्टेन्ट अम्बो सकेको छैन अझै अम्बो पछाडिको टायर त उता जाँदैछ त यार ल केटाहरू मेरो बाटोमा आएन कन्टेन्टकै लाग्यो अनि यहाँबाट तल झऱ्यो भने त गीतै हुन्छ त जुक्स कन्टेन्ट चप्पल झेर कन्टेन्ट भइसक्यो कन्टेन्ट एलसिडी निस्किनु भएछ बोरिङ लाग्नु थाल्यो यार केटाहरू बोरिङ यार हिँड्दैन थापाएर वा भ्यू बाबा एलिसा दिदी लुगा फेर्न आएको छ आज यहाँ घरमा हामी मात्रै हो लुगा नफेर्ने हामी सबै सेम छौँ हामी मात्रै है भाइ लुगा नफेर्ने हामी गुड भाइब्स आएको छौँ है ल हामी गुड भाइब्समा आएको छौँ है कस्तो भयो यात्रा मेरो भाइ एकदम दामी भयो यात्रा आँखा बोलिरहेछ पोखरी बनाएको हो दामी रहेछ यहाँ बत्ती बिग्रेछ नि त यो बत्तीको रिफ्लेक्सन आउँदाखेरि पानी रहेछ यार कस्तो मजाको क्या
हामी चाहिँ गुड भाइब्समा छौँ अनि म चाहिँ चप्पलमा आएको छु अब हामी एलिसा दिदी र प्रवीण दालाई पर्खिँदैछौँ यस्तो यस्तो गर्नु फर्स्टमा यस्तो 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 भएन मैले बिर्सेँ यस्तो यस्तो 2 हप्तालाई सिक्यो होइन यस्तो 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 ला दाइ हिलो लाग्यो फेरि दुईजना टिकटक बनाउँदैछ गुड भाइब्स कल दुख झन् हात यस्तो गर सलमान भाइ हेर्दैछु क्या ऊ केटाहरू भाइ कमल दुखको चाहिँ यो नेपाल्स गट लेटेनमा यही हुन्छ ट्यालेन्ट चक्र हेर्नु न यहाँ क्यामेराको ब्याट्री सक्यो अब माइकै हाल्नु मिलेन क्या मेरो अब यो चक्र दिदी जुक्सको मुरली यहाँ के छ हेर्नु त के छ फिस पानी देख्नुभयो तपाईँले अम्बो कसरी मैले त देखिनँ सङ्गम भएर मैले नदेखेको है हप्प किन फुलेको भाइ अब म हाँसिन भने यस्तै देख्छ क्या सिग्मा देख्छ क्या ए सिग्मा चाहिँ देख्दैन है नेपाली धनु राशि सेजिटेरियस हो जुस कस्तो रहेछ नि क्याप्रिकन हो क्याप्रिकन खै एन्जललाई तपाईँ क्याप्रिकन जनवरीको क्याप्रिकन जनवरी कति हो तर 22 को कति छ जनवरी 22 जनवरी 22 जनवरी 22 एक्युरेस अनि जे पाइदै भन्नुहुन्छ हामीले ठिक त गर्ने अब हाम्रो आउँछ नेक्स्ट भिडियो हाम्रो नेक्स्ट भिडियो आउँछ होइन दाइ आउँछ हाम्रो नेक्स्ट भिडियो आउँछ होइन जुस आउँछ हाम्रो नेक्स्ट भिडियो आउँछ होइन आई थिंक सो के आई थिङ्क सबले आउँछ भने चाहिँ भन्नु न आउँछ आउँछ हाम्रो नेक्स्ट भिडियो आउँछ होइन आउँछ त्यो इलामको भाइब छ हो इलाम पनि यस्तो नि हैन दामी छ है